हामी धानको ब्याडमा आज पहिलो पटक पानी लाउँदैछौँ। ब्याड राखेको आज 1 हप्ता क्रस भएको छ। ब्याडमा धान उम्रिसकेको छ। यसरी उम्रिएको छ धान। यो सुक्खा भएर चिरा भएको थियो जमिन। यसमा हामी आज पानी लगाउँदैछौँ। हाम्रो झन्डै 3 बिघा 2 बिघा 10 कट्टा 10 धुर छ जमिन हाम्रो खेत लगाउनु पर्ने यो ठाउँमा। त्यसको लागि हामीले 3 भेराइटीको ब्याड राखेका छौँ। यो चाहिँ चैते 5 नामक धान हो भने माथि अर्को सानो पाटोमा छ त्यो सामा हो भने यताको यता छ अर्को पाटो। यो हल्दीनाथको राखेको छु। यो चाहिँ अलि ब्याड पछि राखेको हुनाले उम्रिएको चाहिँ छैन, उम्रिने प्रक्रियामै छ। यो अलि पहिला राखेको हो भने 2 दिन पछाडि राखेको थियो। पर माथि पनि उम्रिसकेको छ, हरियो देखिँदैछ। यो माथि आइसकेको छ भने हाम्रो धान अब 2-3 हप्तापछि रोप्ने हुन्छ। यो वाला रोपो